रानी यस्तो आनन्द यस्तो उमङ्ग मैले मेरो जीवनकालमा कहिल्यै कहिल्यै महसुस गरेको थिएँ। भोलिदेखि म स्वर्गको राजा अनि तिमी स्वर्गकी रानी हुनेछ। त्यो स्वर्गको आसन सम्झिँदा राजगद्दी सम्झिँदा मलाई अत्यन्तै आनन्दको अनुभूति भइराखेको छ रानी। तर आज मेरो यज्ञ समापनको दिनमा केही अचम्मको कुरा हुने अनुभूति मैले पाइराखेको छु। कसैको आगमन हुन्छ कि जस्तो मलाई लागिराखेको छ रानी। यो कस्तो मेरो मन आकुल व्याकुल भइराखेको छ। कसैको आगमन यो कस्तो कौतूहलता मेरो मनमा। म अचम्बित छु। यस्तो प्रसन्नताको क्षणमा पनि अलिकता मेरो मन आत्तिराखेको छ रानी। यो बेलामा राजा बलिको हेरी सल्यान भगवान परमात्मा छत्र उडिकन सेवा